फेरि पनि तपाईहरुलाई स्वागत छ सुबाङ ब्लगमा। हाय सबैजना सन्चै हुनुहुन्छ होला र हामी पनि सन्चै छौं। आज चाहिँ लङ टाइम पछि मेरो प्यारो भतिज र म चाहिँ एकदम अचम्मको अजिङ्गर काटेर चाहिँ ढुङ्गा बनेको ठाउँमा जाँदै छौं। सो कस्तो रहेछ भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला है त। भतिजसँग लङ टाइम पछि भेट भएको काका भतिज गफ गर्दै हामी त्यसतर्फ लाग्यौँ है त। हामी चाहिँ गाउँको एकदम राम्रो भ्यू हेर्दै हामी अगाडि लाग्यौँ है त। यो चाहिँ हाम्रो घरबाट मैले सानैदेखि देखेको रुखको बोट यानि कि बरको बोट, जस मलाई पुराना यादहरू पनि दिलायो यो बरको बोटले। सो हामी लागिरहेछौँ, अझै पुगेको छैन है त। खासै बाटो व्यवस्थित नभए पनि पहिले भन्दा चाहिँ धेरै राम्रो भएको रहेछ। पिङको स्थिति चाहिँ यस्तो रहेछ है, रेडी हुन लागेर छ। कस्तो गाडी हो दाइको, यहाँ पनि पुरै पहिरो गएछ। सो हामी चाहिँ गन्तव्य स्थानमा पुगिसकेका छौँ। माथि हो, यहाँ माथि हो जानु चाहिँ। हामी चाहिँ यहाँबाट चाहिँ हिँडेर जाने भनेर निर्णय गरौँ मेरो भतिजसँग। भतिज पनि काकासँग लङ टाइम पछि भेट भएको, यो बाटो हिँडेर जानुपर्ने हो। सो अब कस्तो छ भन्ने कुरा पहिले चाहिँ म आएको थिएँ, भतिज पनि पहिले चाहिँ आउनु भएको थियो अरे। म धेरै पहिला आएको थिएँ, अब काकासँग फेरि नेक्स्ट टाइम आउने अवसर पाएको छु, बहुत खुसी लागेको छ। र हामी चाहिँ अब जाँदैछौँ, कस्तो छ के छ भन्ने कुरा चाहिँ अब हामीलाई पनि खासै अहिलेको स्थितिमा चाहिँ थाहा छैन। अनि हामी चाहिँ जाँदैछौँ, अब हेरौँ कस्तो हुन्छ है। त्यहाँ चाहिँ पहिले बडाकालमा चाहिँ, बडाकाल भन्नु पहिले क्या धेरै पहिले होइन, हजुर सत्ययुगमा चाहिँ नागलाई चाहिँ लम्मै थालले काटेको छ भन्छ होइन। म पनि पहिले सानोमा मात्रै हेर्न आएको थिएँ। अब चाहिँ अलिकति उमेर छिप्पिएपछि पनि एकचोटि जाउँ न त कस्तो रहेछ भनेर हामी चाहिँ आज मेरो प्यारो भतिसँग चाहिँ जाँदै गरेको। सो कस्तो रहेछ तपाईँहरूलाई हामी देखाउने छौँ है। लगभग हामी चाहिँ पुगिसकेका छौँ। व्यवस्थित चाहिँ गर्न खोजिरहेछ। अब जस यहाँ चाहिँ जस राम्रै बनाउँदै रहेछ, ढुङ्गासुङ्गा फोरेर यताउति। अहिले बर्खाको टाइममा यस्तै त हुने होइन, झारपात हुन्छ, पूजापाठ गर्ने। धार्मिक स्थल हुने हो। हामी चाहिँ पुगिसक्यौँ होइन। ल यो चाहिँ एकदम ठुलो सर्प काटेर यही हो भन्छ होइन। त्यो चिरेको अरे कि चिरेको भन्छ। अलि अगाडि हामी आएको यो पारिपट्टिको चाहिँ हाम्रो जितपुर, अनि यो चाहिँ के भन्छ होला, यो हुसेनी नै हम्सेबुङ। यो माथिबाट आएको हामी चाहिँ। यस ढुङ्गा यही हो, एकदम खतरा रहेछ। दुईवटा थियो जस्तो लाग्छ त्यही ढुङ्गा। एकछिन अलि अप्ठ्यारो छ, हामी तपाईँहरूलाई देखाउँछौँ। यो पनि काटेकै हो, के फरक पर्छ र कुरो हो। यो ढुङ्गा पनि भन्छ। यो कि त्यो हो, यो अलिक पर हो र होइन, यही हो।
यही हो यहाँको वरपरको चाहिँ यस्तो भ्यू देखेको सो तपाईँहरूलाई चाहिँ हामी ड्रोन सटबाट पनि यो ठाउँ चाहिँ कस्तो छ देखाउँछौँ। अब हामी चाहिँ यहाँ पूजापाठको लागि रेडी हुँदै छौँ। हाम्रो अङ्कलले चाहिँ पूजापाठको लागि चाहिँ धुप बाल्दै हुनुहुन्छ। अनि मागलाई एकचोटि सम्झेर अनि अब यो ड्रोन सटको लागि चाहिँ रेडी गर्दै हुनुहुन्छ। पूजापाठको लागि रेडी हुँदैछ। यो चाहिँ नागेश्वरी भन्छन्। यो नागेश्वरीमा चाहिँ उहिले यो सत्ययुगको जमानामा धेरै पहिलाको कुरा हो है। अनि यो चाहिँ एकजना ठुलो माताले चाहिँ ठुलो नागलाई काटेर चाहिँ नागको चाहिँ अङ्गहरू शरीरको टुक्राहरू चाहिँ यहाँ रहेको छ भन्ने अवशेषहरू पहिला यसरी ढुङ्गामा परिणत भएको भन्ने एउटा कथा उहिलेको जमानाको यता पूजा यहाँ चाहिँ हाम्रो यता सत्याङमा पूजा हुन्छ यहाँ है। यहाँ सबै धर्मको पूजाहरू हुन्छ। अनि हाम्रो अङ्कलले चाहिँ ड्रोन उडाउनुको लागि चाहिँ मागलाई अप्ठ्यारो गाह्रो नपरोस् समस्या नपरोस् भने पूजापाठ पनि गर्दै हुनुहुन्छ। अनि म तपाईँहरूलाई चाहिँ अब हाम्रो यहाँ जुन सर्पा चाहिँ काटिएको भन्ने जुन भनिएको छ त्यसमा चाहिँ हामी भिडियो गर्नु जाँदैछौँ। एकदम झार छ हेर्नु सक्नुहुन्छ कुरोहरू धेरै छ। अनि यो चाहिँ धेरै पहिला चाहिँ नागको अवशेष भन्ने बुझिन्छ। तर देख्न सक्नुहुन्छ यो चाहिँ दुई चिरा भएको छ। यतापट्टि ढुङ्गा छ तर यो ढुङ्गा सबै झारले छोपिएको छ। ल हेर्न सक्नुहुन्छ यस्तो छ। यहाँ चाहिँ पूजा हुन्छ। हाम्रो आत्मानन्द महागुरु पनि आउनुभएको थियो अरे यो ठाउँमा।
देखाउनेछौँ बत्ती खोल्नु त त्यो कस्तो महसुस भयो त काका ड्रोनबाट हेर्दा यस्तो बवाल देखिँदो यस्तो बवाल भ्यू देखिँदो रहेछ मैले चाहिँ यहाँबाट हेरिरहेको थिएँ एकदम मजा आयो अब यताबाट देखाएँ मजा आयो तपाईँहरूलाई लास्ट हामी पनि यो ढुङ्गालाई देखाउँछौँ होइन यो ढुङ्गा हो पहिले चाहिँ सर्प काटेको भन्छ यही हो एकदम ठुलो छ यो फक्कै काटेको भन्छ यो पल्लोपट्टिको यो यहाँ चाहिँ एकदम धार्मिक स्थल बनाउन लागेको हो तपाईँहरू पनि आइदिनु होला इन्जोय गरिदिनु होला यहाँबाट एकदम मजाको भ्यू देखिन्छ पारिपट्टिको यो जितपुर यहाँ माथि पान्टार यो माथि मङ्गलबारे यो त आङदाङ त्यो गुम्बा बन्न लागेको र भत्तीसँग चाहिँ आज हामी छोटो भ्लग चाहिँ बनाएर हामी फर्किन लागेछौँ यस्तै हामी तपाईँहरूलाई देखाउनेछौँ सो सबैले माया गरिदिनु होला थ्याङ्क यू